ल त गाइस सो फाइनली भने अहिले हामी चाहिँ यहाँनिर लिङलिङ भन्ने जग्गामा चाहिँ एडिटिङ गर्दा आइपुगिसकेको छ। हाम्रो साथीहरू भने चाहिँ यहाँनिर आइसक्यो होइन। सो फाइनली साथीभाइ अब हामी यहाँबाट छुट्टिँदैछौँ होइन। सो हाम्रो आजको यात्रा भने चाहिँ मिडल लिङलिङ भइरहेको छ होइन। आज दिन चाहिँ हेरिहाल्नुहोस् आजको दिन चाहिँ कस्तो भइरहेको छ होइन। एकदम जाडो एकदम खतरा दिन भइरहेको छ। अब म पनि मेरो पनि यात्रा छ, अब म पनि जानुपर्छ साथीभाइ। देखाइहालेँ होइन आजको मौसम कस्तो रहेछ भनेर मिडल लिङलिङको होइन। सो कस्तो लागि कमेन्ट गरिदिनु होला त साथीहरू। ल त साथीहरू अहिले भने चाहिँ अब हामी चाहिँ लिङलिङको ठिक अपोजिट साइडमा लिङलिङ जाने बाटोमा आइपुगेँ। अघि लिङलिङ गएर आएको होइन। अन्तखेरि हाम्रो साथीहरू भने नि यस्तो भइरहेछ नि त। एकछिन न बस्नु नि। अब कहाँ जाने? ए हाम्रो तारा दाजुको यता हेरिदिनु नि। यहाँ हेरिदिनु म अनुहार मात्रै हेर्नु नि शीतै शीत भइदिरहेको छ हाम्रो तारा दाजु हजुर। हेर्नु हातहरू यस्तो भयो है साथीभाइ, हातहरू शीत कतिको जाडो साह्रो छ नि हौ है। ल जाऊ तारा दाजु के छ भन्नु? जिन्दगी एकदम साह्रो। ल अब चाहिँ एकदम बिस्तारै जानु ल, होसियारले जानु है। ल बाई बाई। ल बाई बाई। ल हुन्छ हुन्छ। ल दर्शकहरू होइन अनि तपाईँ सबैजनालाई कस्तो रहेछ भनेर आज लिङलिङको बाटो पनि तपाईँहरूलाई भिजिट गराएँ होइन। आज एकदम के भन्छ धुम्म लागिरहेको रहेछ नि त यहाँ चाहिँ। म चाहिँ हेर्नु न यत्तिकै आएको थिएँ होइन। कस्तो गरम भइरहेको थियो बिहान चाहिँ। अन्त अहिले अब बेलुका आउँदैछ यस्तो भइरहेको छ समय दिने हेर्नु न धुम्म लागिरहेको छ, कति चिसो भइरहेको छ होइन। अन्त अब चाहिँ म पनि लाग्छु साथीभाइ मेरो स्कुटी। म अहिले भने चाहिँ मेरो पनि काम सकियो। भेट्यौँ अब आफ्नै गाउँमा है सेक्रामा। तपाईँहरूलाई फेरि पनि अपडेट गर्नेछु आजको सर्ट भिडियो। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु।